हरेक कुरामा विरोध गर्नुपर्छ है। नेपाली आर्मीले एउटा सङ्घ निकालेको छन्, त्यो पनि विरोध। किन यस्तो सङ्घ निकाल्यो? गुन्डा हो र? सुन्नुहोस् त उहाँको कुरा के भन्दैछ। यो साले कुकुर, साले चुतिया हो कि को हो थाहै लाग्दैन। देशको जनता भेर बकरी हो के हो थाहै लाग्दैन। सुन्नुहोस्। हामी त रेन्जर डेन्जरहरू के हो त्यो ग्याङ्स्टर केटाहरू निकाले जस्तो के निकाल्यो? आर्मीले त देशको माटोको विषयमा ल्याउनु पर्यो, रगतको विषयमा लिएर आउनु पर्यो। हामी केटाहरू डेन्जर रेन्जर डेन्जर गरेर हुन्छ आर्मीले? आर्मी भनेका देशका त्यस्ता संवेदनशील हतियार हुन् जो राष्ट्रको सुरक्षाका लागि खट्नुपर्ने हो। यस्तो साले पागल चुतियाको बारेमा तपाईँहरूलाई के लाग्दैछ? सही बनेको हो यो? सबै थोकमा विरोध गर्नै पर्छ? राम्रो गरेको विरोध गरेर यति राम्रो ऱ्याप निकालेका छन् अनि त्योमा पनि विरोध गर्नु रे? मान्छे आफ्नो जीवन जिउन नपाउने, देशको सुरक्षा कसरी हुन्छ? आफ्नो खुसी त्यागेर तिमी गएर हेर न एकचोटि आर्मीमा कसरी हुन्छ भनेर। आर्मीको लाइफ कसरी हुन्छ? आफ्नो फ्यामिली सबै शुद्ध त्यागेको हुन्छ, कहिले भेट्न पाउँदैन, कुनै पर्व तिहार मनाउन पाउँदैन उनीहरू।